खोल्न पाइरहेको चाहिँ तिनी अङ्कल म यस्तै विशाल छोरा अनि म छु थोडा भइसक्यो एक्लै उठाउने वेलकम ब्याक चलिरहेको छ हाम्रो आज जित्नुपर्छ जसरी भयो भने खुला पानी प्र्याक्टिस गर्न कस्तो लागिरहेको छ हिजो हारेको म आज सम्भावना छ कि नै खोल्न पाइरहेको चाहिँ तिनी अङ्कल म यस्तै विशाल छोरा अनि म छु 4 जना भइसक्यौँ आउँछु आफ्नो ब्याग बाँकी छ बोल्छ नि हाम्रो मेन प्लेयर हाम्रो कोच क्याप्टन कप्तान सबै छोक्रा मिस्दै अन्त यही हो हाम्रो खोलापारीको फिल्ड भाइ हारिगयो आज खाना पाक्दैछ हाम्रो म चाहिँ पढिसक्यो नि कट्टा होइन यी सबै कट्टाहरू भित्र राख्ने अनि कट्टा छान्दै रुचाउने राम्रो कट्टा हाल्न नत्र त्यस्तै होइन राम्रो छ नि क्या कट्टा कट्टा राम्रो छ नि एकदमै राम्रो छन् दाजु कट्टाहरू यता हेर्नु त एकचोटि हेलो यता हेर्नु न हेलो कट्टा नमिलेर हैरान्छु के गर्नु यस्तो छ होइन हजुर पहिल्यैदेखि यो चालु हजुर त्यही हो सेम अनि यो चाहिँ सब कट्टा राख्ने होइन धेरै छन् लगभग 50 करोड होला ऊ त्यहाँभित्र छन् है अनि चाहिँ धान हजुर यो नाइ मेरो मोबाइल चलाउन खालि अरू जसको पाए त्यसको मोबाइलमा बनाउने हो भने लिटरली मेरो मोबाइल होइन मेरो मोबाइल त्यस्तै ऊ बिग्रिएको Redmi Note 9 बिग्रिएको मैले बनाएन अब पछि अब ग्रो भइसकेपछि राम्रो भिजर अनि राम्रो त्यो भइसकेपछि किन्छु होला एउटा राम्रो नयाँ फोन अनि केही छैन जिन्दगी बिस्तारै चलिरहेको छ अनि राम्रो प्रयास गर्छु र हुने पनि छु एक दिन सफल त्यसै गरेर म कट्टा अनि कति भन्नु मम्मी 1 2 3 4 होइन अलि मचान सान बनिसक्यो होइन हजुर निचाइ भइसक्यो होइन अब कार्यक्रम चल्दैछ उहाँको सिल्ने पनि देख्न सक्नुहुन्छ अन्त थोडा सिलिसक्यो होइन भइसक्यो 1 2 4 5 6 7 8 9 10 11 12 कट्टा सिल्यौँ अनि यहाँ 6 टन धेरै छ भाइ सिल्दै हुनुहुन्छ अब घच्चिरहेको जोग्ने र फाल्ने सबै फाल्ने हो भित्र पनि राख्ने हो कहिले राख्ने अझै ल यो बोक्छु एकछिनमा बोकुला त आरामसँग के छ र हजार एकछिनको आमा त खानासाना बनाउनु भोक लाग्यो यस्तो टक्क बाहिर खाने पक्क सुत्दिने अनि भोलि बिहान 9:30 बजे हजुरहरूले मेरो ब्लग हेर्ने ओके गाइज ल हामी पनि बोक्नुतर्फ लाग्छ भने यही गर्दै बोक्छु गाइज एक्लै उठाउनु परेछ
भारी भयङ्कर छ है कति किलोको होला मम्मी 45 किलो 45 किलोको होइन ल अब यस्तो उठाउनुपर्छ एक्लै उठाउने एक्लै फाल्ने गाह्रो छ आफैले गरेर खानु गाह्रो छ गाह्रो पनि हुनु पर्यो के गर्नु भर्खर 3 घन्टा फालेको यस्तो गाह्रो बनाइदियो 3 घन्टा हुन्छ अब यो आराम कसरी हाल्नु है अब तल गरेँ मैले केही छैन यस्तै गर्दै गर्छ छाड्ने चाहिँ लास्ट माइन्ड गर्ने चाहिँ खुसाल्ने मान्छे त्यो सिङ्गी प्याज हाल्दै उठाउनु पर्ने अब कट्टै उठाउनु यो मम्मी अब यो हामीले गरेको कामलाई के भन्न चाहन्छु कस्तो के गर्ने है मम्मी मेरो सब्सक्राइबरलाई के भन्नु न मम्मी सब्सक्राइबरलाई के भन्नु न मेरो के धन्यवाद मेरो छोराले भ्लग बनाइरहेछ अनि सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला है लाइक गरिदिनु होला सब्सक्राइब लाइक गरिकन हस् त धन्यवाद मम्मी यस्तै एउटा आशीर्वाद पाउँदै गयो होइन सबैको आशीर्वाद मम्मीको मात्र भइरहनु न सबैको हुनु त मम्मी भन्दा ठुलो कोही छैन होइन र यति भन्दै 2 शब्द टुङ्गिन्छ ल यो ब्लगलाई छुट्टी पारेर म आफ्नो कामतर्फ लाग्छु तपाईँ पनि आफ्नो कामतर्फ लाग्नु ल आजलाई यति ब्लग ल